बिहानको भाइब बिहान 7:30 भयो। चराहरू के मिठो कराएको। ढिलो उठेले सुन्दैन नि यस्तो, छिट्टो उठेले मात्रै छ हेर्नु। म चाहिँ घाँसमा गएको कि, तर यो चराहरू यसरी आएको छ बसन्त नलागिकन यो टाइममा यसरी आएको छ चराहरू। यो के जस्तो लाग्छ लाग्नु चाहिँ हुन्छ, के चरा जस्तो लाग्छ। 3-4 दिन चाहिँ दिन धुमेको थियो, जाडो बढेको थियो, तर अहिले चाहिँ आजदेखि दिन अलिक खुल्यो। क्रिसमस पछाडि चाहिँ दिन खुल्यो। आज निकै जाडो थियो। सिरमा पनि खुलेको छ। कुक्कुले पनि कराउँदैछ मटर खाने। कुक्कले रुख राख्नु पनि फाइदा हो। कुन चाहिँ राम्रो हुन्छ हौ तपाईँले सुन्नु होइन। अनुहारको राम्रो आउँदैन हो नि त फेरि। अब यताबाट जान्छ कि रोकेर रोक त, यताबाट खिच्दा अब लेके आइए। घुम्ने त खासै केही छैन, तर मेडिसिन प्लान्टहरू चाहिँ मजाको रहेछ। नसुनेको नामहरू लोकलमा पनि छ। हिनोखुबी यहाँ मङ्पोको चाहिँ सरस्वतीले बास गरेको ठाउँ, रविन्द्रनाथ ट्यागोरले आएर बसेको ठाउँ। ल पहिला एकछिन केही पनि थिएन क्या, हामी उपारि पुपुङबाट हेर्दाखेरि चाहिँ डाँडा, हिउँ पर्ने डाँडा त्यस्तै खालको थियो। 2 भाइ आउँदैछ पर, यिनीहरूलाई इन्जोय हुँदैछ। यसले पनि भ्लग बनाउँदै आउँदैछ। ठिक छ मार्दै कुन चाहिँ राम्रो हुन्छ हौ तपाईँले सुन्नु होइन। अनुहारको राम्रो आउँदैन हो नि त फेरि। अब यताबाट जान्छ कि रोकेर रोक त, यताबाट खिच्दा अब मजाले खर्च गरेको छ गभर्मेन्टले। हेर्नु त स्प्रेहरू मजाको छ। काडामोम अलैँची रहेछ। के हो फुलको मेडिसन प्लान्ट हो नि है। उपर हेर्दा हुन्छ है। मेडिसन प्लान्ट रहेछ। के रहेछ हेर्छु है म एकपल्टलाई। दामिनी रहेछ, लाउँदो रहेछ मजाको। यहाँ प्रायः मेडिसन प्लान्टहरू मात्रै लाउँछ नि। हजुर हजुर गुराँसो पर हेरेँ मैले। ए हजुर यसको चाहिँ सिट के अरे यी बनाउँछ कि। ए त्रमा पनि यस्तो। वाह यहाँबाट चाहिँ तक्दा क्यान्टिनहरू पुपुङहरू राम्रो देख्दो रहेछ। आइज आइज ल यस्तो छ हाम्रो क्षेत्र मङ्पुको ठाउँ।
तपाईँहरू पनि आउनुहोस्, भिजिट गर्नुहोस्। तर केही पनि छैन उयो गर्नेलाई त, तर खास चिजहरू चाहिँ यहाँ रहेछ। हेर्नु मन लाग्यो भने सिनहरू त त्यस्तै हो, रमाइलो देख्छ, मजाको देख्छ, इन्टरटेनमेन्ट गर्ने जग्गा। तर जग्गा चाहिँ खास यहाँ चाहिँ छ, सबै प्लान्टहरू होइन, के प्लान्ट भन्छ, मेडिसिन प्लान्टहरू लाग्छ। मेडिसिन प्लान्टहरू लगाएर राम्रो रहेछ है। निमपत्ती विशेष त यो लेकमा ग्रासहरू रहेछ। उकालो त नजाउँ होला, तिर्साबाट यस्तो छ, यसो घुम्नेलाई मात्रै। तर मेडिसिन प्लान्टहरूको नामहरू जान्नु पऱ्यो र मेडिसिनको विषयमा गर्नु पऱ्यो भने चाहिँ यहाँ मङको सेक्सनमा आउँदा हुन्छ। मिठो छ नि रोसमेरीको। हाम्रो क्षेत्रमा पनि गऱ्यो भने त हुन्छ नि है। यो अलैँची कार्डमम होला, यो चाहिँ के रहेछ हेर्छ है, मङ्पू सिङमा हो। लोकल नेम्स के रहेछ, के भन्ने, लेभेन्डर साबुनहरूमा युज गर्दो रहेछ, फेन्सिल ओइल्स, मजाको यो है, युजहरू गर्दो रहेछ। यस्तो गऱ्यो भने त हुन्छ हो, लगाएको छ मजाले। पर चाहिँ कार्डमम लगाएको रहेछ। यो पुदिना रहेछ, ब्ल्याक पुदिना। यहाँबाट चाहिँ अर्को देख्दैछ, यो सायद पुबुङ कमान होला। पुबुङ कमान, त्यहाँबाट माथि पुबुङ बस्ती हो, रन्जु भेली होला सायद बिचरमा। रङ्ली गेल, पुपुङ, टक्टा क्यान्टिमेन, पारिदेश टक्टा क्यान्टिमेन, टिस्टा भ्याली, पारिदेखि कालिम्पोङ। यहाँ चाहिँ के बनाउँदो रहेछ ठाउँ, पुपुङ बस्ती रहेछ त्यो देख्दै गऱ्यो। नमस्कार, धीरज सिंहताम ब्लगमा यहाँलाई स्वागत गर्दै म धीरज राई। अहिले चाहिँ म मङ्पू जाँदैछु र मङ्पू जानेको क्रममा यहाँनिर चाहिँ म निक्लेको एकछिन हेर्नको लागि। धेरै वर्षदेखि बस्ने एउटा इच्छा थियो र इच्छा चाहिँ आज पुरा भयो। के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने छु ल है त। मङ्पू सेक्सिङ भन्ने ठाउँ आइपुगेका छौँ अहिले। जे नभए पनि पहिला केही पनि थिएन यहाँ, क्या खुल्ला थियो, चौर मात्रै थियो। तर फरेस्ट होला सायद यसलाई जिम्मेवारी दिएको। राम्रो छ, यसबाट बेरोजगारी पनि हल्लाउने यस्तो छ। दुई भाइ 25 रुपियाँ रहेछ यहाँ पस्नु चाहिँ। यसो हेरेर आउन के कस्तो रहेछ भनेर। तलबाट देखाउनुपर्छ होला पुरा है। यहाँबाट चाहिँ हरेक ठाउँ देख्छ, केही पनि छैन, फुलहरू लगायो भने चाहिँ दामी हुन्छ। विशेष चाहिँ यस्तो हुन्छ मसिनो धुप्पीहरू होइन नपर्ने खालको। अनि एजेलिया फुलहरू लगाएको रहेछ, राम्रो हुन्छ। यहाँबाट चाहिँ देख्दै ठाउँ चाहिँ कस्तो छ भने देखाउँछु है तपाईँहरूलाई।